ल सम्पूर्ण यहाँ श्रमदान गर्न आउनुभएका दाजुभाइ दिदीबहिनीहरू, दाजु त कोही पनि छैन, दिदी पनि छैन। आज चाहिँ हामी आज ठक्क श्रमदान जाँदैछौँ। आज चाहिँ ठक्क शनिबारको दिन श्रमदान। अरू सब यहाँ एनपिएल हेर्नु जाँदैछौँ, तर हामी चाहिँ यहाँ श्रमदानको पुरा खाजा। अङ्कल राई हो? ए लिम्बू? ए हजुर लिम्बू। आमा कति वर्ष हुनुभयो अङ्कल? ओभर 60। ल ओभर 60 को हाम्रो यहाँ श्रम आउनु भएको छ श्रम गर्नुको लागि। हामी यो जाँदैछौँ श्रम गर्न। श्रमदाताले हेर्नु यहाँ श्रम यस्तो क्लिन गरेछ। पहिले यहाँ बाघ भालु लुक्ने जङ्गल हेर्नु, अहिले क्लियर भएको छ यत्रो जङ्गल। हाम्रो यहाँ तेज दाई हुनुहुन्छ। तेज दाई जय श्रमदान। सोल्टीज्यू हजुर, आज दरे श्रम गर्नुपर्छ। आज चाहिँ फाइनल आज चाहिँ फाइनल दिन हो। आज चाहिँ जसरी भए पनि सानाक सिनिके पार्ने हो। हाम्रो कान्छा भाइ छ विकास भाइ। जय श्रमदान। थाल बोकेर यहाँ हाम्रो एनपिएलको अब एनपिएल हेर्नु जाने एउदो हो। अब हाम्रो चाहिँ श्रम गर्न जाने एउदो। अब ल त्यस दाइ अरू सब एनपिएल हेर्नु जाँदैछ। आज हामी चाहिँ श्रम गर्न जाने हो क्या दाइ? श्रम लु जाउँ लु खानु। अब खोइ बसिया यो पुरा श्रम हामीले गरेर श्रमदान यो सब फाँडेर अहिले त्यो जङ्गल सब केट काट्दिने हो, सिनिके पार्ने हो। अहिले चाहिँ एनपिएलको टिकट काट्ने टक्क काउन्टर बनाएको छन् यहाँ। ए ल जय श्रमदान। जय श्रमदान। ल अब लाग्यो श्रमदानमा अङ्कल श्री। ल जय श्रमदान अङ्कल श्री। जय। ल अरू यहाँ क्रिकेट खेल्दैछन्, हामी चाहिँ यहाँ। त यो घारी चाहिँ सिनिक क्लियर पार्ने हो। त्यस दाइ आज क्लियर पार्ने, आज सकाउने इन्डिङ हेरेर बस्ने हैन। हतियार भएको साथीले काटे अब चाहिँ हेरेर ल ठीक छ। तपाई थाक्यो भने साथीलाई हतियार पास गर्नु। कस्तो अनुभव भइराछ दाइ? फेरि हामीले पकसको हतियार जस्तो कमन हतियारहरु पनि ल यहाँ हाम्रो 80 वर्षे हजुरबा पनि आउनु भएको छ। के भन्छ यो कुकुरले है? त्यो हो कारणले हतियार पनि ध्यान दिनु होला। हामी एउटा एरियामा लिएर 5-7 जना ल हेर बाँसले सैया ठेलेर अनि हाम्रो सिन्धुली हो, ओखलढुङ्गा छेउछाउ हो क्या। कस्तो फिल भइरहेछ एकदम। आज यहाँ पसिना क्यामेराम्यान चाहिँ यता छ है, दुईटा हतियार बोकेर। एकछिन बाँस लिनु भएको छ, बाँसले खेल्दै भित्र गर्नुपर्छ। यो अहिले सकिँदैन होला। ल जय श्रमदान। ओके ल क्यामेराम्यान अब काममा लाग्यो। यो बाघ लुक्ने घारी आज सिनिकै पार्ने हाम्रो श्रमदाताहरू यहाँ पुरै श्रमदाताहरू हुनुहुन्छ यहाँ पुरा थप्पै आज सिनिक पार्ने। आज त्यही सबै हाम्रो त्यसलाई झ्यामका झ्याम हान्नु भएको छ। त्यसलाई श्रमदाता। ल जय। आज हाम्रो यहाँ महावीर पुल पनि आउने कुरो छ। ए श्रमदाता कहाँ निधाएको हान्नु यो बाघ लुक्ने घारी चाहिँ सिनिकै पारिन्छ। सिनिक हो हान कासले भइरहेको कस्तो भकुण्ड हो यो? हजुर टेस्ट मात्रै गर न।
यहाँ उता केटाहरूले बना ल अब नोकरीमा चाहिँ एकदमै अब तोकिएको समयमा चाहिँ जानै पर्यो, तोकिएको काम गर्नै पर्यो। श्रमदान भनेको चाहिँ आफ्नो इच्छाले हृदयदेखि नै सो इच्छाले चाहिँ आफूले सकेको गर्ने हो र तपाईँहरूले गरिरहनु भएको छ।